सबैजना न्यू ब्लग र आजको यो ब्लग चाहिँ अन्तिम ब्लग पनि भन्न सक्यो मेरो च्यानलको किनभने एउटा रकेट हो कि ऊ त्यो चम्किरहेकोमा चाहिँ एउटा मिसाइल खसे जस्तै हो एउटा मिटियोर ग्राभिटी हुन्छ नि ग्राभिटी फुट उयो हो त्यत्रो लामो छ त्यहाँ पनि त्यहाँको त्यहाँ पुग्यो त्यहाँको हरा उता हेर्दा के खा उता हेर्दा के हो चम्केको यता त्यो माथि स्मार्ट लाइट पनि बल्यो बादल हो गाइस भगवाना यस्तो मौसम भगवाना यस्तो दामी बल्यो जताको चाहिँ मिसा म यार के भएको भनेर यस्तो कुरेर भ्लग बनाउँदै आएको पेन पाउँदै ट्रेन रहन्छ नुहाएको गाईमा चाहिँ म नुहाएको थिएँ चिकन सबै राख्नु नि खाने दिन्न दिन्न त त्यो के हो हेरौँ अङ्कल ब्लग मलाई मेरो फोटो चाहिँ आइसक्यो आइसक्यो यसमा खै खानेकुरा रहेछ यो होइन यो नि हो अर्को ल्याइदियो मिठो डेरी मिल्क पनि मिठो हुन्छ 25 रुपियाँ पर्दो रहेछ यहाँ चाहिँ 20 रुपियाँ हो त्यो खानु यो खायो कुन बढी हो दुइटै हो उ चाहिँ दुईटा दिन अहिले खान्न भोलि खान्छु यो बच्चाहरूलाई यसो फेरि मोटिभेट गर्नुपर्छ मोटिभेट चाहिँ बेला हो त्यहाँ अझै धेरै मिल्क निकाल्ने मैले त सेल्फी स्टिक राखेन भने हातले खिचिरहेको अहिले त यसरी नै खिच्नु पर्ला जस्तो हो हिजो त खेला भएर भाइ खाले खेलाको खेलै छ अहिले होला नि मिठो बनिरहेको छ बिराल जान्छ हेरै बनाएर अन्त भज त भयो क्या एकदम दामी हो के दामी हो गर्मी खाजा खाँदो रहेछ डेरी मिल्क त्यस्तो भलक नि हाल्ने अनि आलु जस्तो त्यसरी भलका जस्तो भयो हाल्दो रहेछ के त त्यही नै सब्सक्राइबर आउँछ के अरे काम छैन भुराहरू जे पनि हेरिदिन्छु होइन एउटा सुरज महाराजजीको काम यही थियो क्याडबेरीको
ए भिडियो बनाएको ताल्न तुलसी दा आएको पादेको भिडियो बनाएको हुन्छ नि मान्छेहरू के नयाँ कुरा भएको हो यस्तो कुरा ज्ञान कुरा भएको नयाँ कुरा क्या यो स्मार्ट वाच हो अथवा स्मार्टलाई त मोटरसाइकल हो कि अब चाहिँ के चक्लेट हो कला सला देखायो है कला एउटा कला हो न कला दिया न गला दिया एक पाउ का मासु दिया वो भी टांग में झुला दिया और त्यो आमुन खोजेर क्या अब खायो प्योर क्याडबेरी हो हजुर कुन जाल भाउजू त्यो लाइन हुन्छ है एउटा चामल त्यही ला भयो नि भाइ ए जुन ल नि हुन्छ यसमा डबल बडा चिया पकाउँछ चिया रोटी खान्छ बाहिर किन फालेको एउटा बोतल किन फालेको त्यो ल अस्ति शनिबार आएको थियो म त्यतिखेर त्यो थिएन त्यसपछि अस्ति शनिबार होइन म आएको अस्ति शनिबार बेसीको पहिले हो र गाइस आजको लागि यति नै आजको भिडियो सकियो दिलल्यान्ड बाई बाई